होइन के ल्याउनु भयो झोलामा? झुल लामखुट्टेको टोकाइबाट बच्नु परेन? किन ल्याउनु पर्यो थियो र? अस्ति पल्लो घरको कृष्णलाई ज्वरो आएर स्वास्थ्य संस्थामा गएर रगत जचाउँदा औलो रोग लागेको र औषधि उपचार गरेको थाहा छैन तिमीलाई? थाहा छ, तर पैसा नभएको बेलामा ज्यान भन्दा पनि ठुलो पैसा हुन्छ र राधिका। औलोका परजीवीबाट सङ्क्रमित लामखुट्टेले टोक्यो भने औलो रोग लाग्छ, ज्वरो आउँछ। बरु भाइले झुलेर आएर बुद्धि पुऱ्याएछन्। लामखुट्टेको टोकाइबाट बस्न सधैँ झुलभित्र सुत्नुपर्छ। बच्चा केटाकेटीलाई पनि झुलभित्र सुताउनुपर्छ। सुन्यौ होइन? अर्को कुरा, लामखुट्टे भगाउने धुपको प्रयोग गरेर वा शरीरको खुल्ला भागमा मलम लगाएर शरीर पुरै ढाक्ने कपडा लाएर पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ। पानी जमेको ठाउँमा बेला बेलामा कीटनाशक विषादी छर्दा वा मट्रियल मोबिल हाल्दा पनि लामखुट्टेको वृद्धि हुन पाउँदैन। पोखरी, गह तथा नालाहरूमा लामखुट्टेको लार्वा खाने माछा पालेमा लामखुट्टेको संख्यामा कमी आउँछ। ज्वरो आउनु औलोको मुख्य लक्षण हो। औलोको शङ्का लागेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। औलो रोगको जाँच तथा उपचार स्वास्थ्य संस्थामा निःशुल्क गरिन्छ।